जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा सचेतनामूलक अन्तर्क्रिया तथा सम्मान कार्यक्रम सम्पन्न। जलजला गाउँपालिकाको आयोजनामा राष्ट्रिय जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा आयोजित सचेतनामूलक अन्तर्क्रिया तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा सामाजिक तथा कृषि विकास समितिका सभापति एवं गण्डकी प्रदेश सभा सदस्य माननीय दमयन्ती रुचाल, अध्यक्षतामा जलजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्य तथा विशिष्ट अतिथिका रूपमा गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यको उपस्थिति रहेको थियो। कार्यक्रममा दलित अगुवा, अधिकारकर्मी, पूर्व तथा वर्तमान जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, विद्यार्थी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख बिन्दु शर्माद्वारा सञ्चालन गरिएको कार्यक्रममा जातीय भेदभाव तथा छुवाछुत अन्त्य, सामाजिक न्याय, समानता र समावेशी विकासका विषयमा व्यापक अन्तर्क्रिया गरिएको थियो। कार्यक्रमको विशेष आकर्षणका रूपमा सामुदायिक विद्यालय तहमा उत्कृष्ट जीपीए हासिल गर्ने दलित छात्र तथा छात्रालाई नगदसहित सम्मान गरिएको थियो। साथै जलजला गाउँपालिकाबाट प्राविधिक शिक्षा अध्ययन गरिरहेका 5 जना विद्यार्थीलाई नगदसहित सम्मान प्रदान गरिएको थियो। सामाजिक सद्भाव, सहअस्तित्व र विभेदमुक्त समाज निर्माणको सन्देश प्रवाह गर्ने अन्तर्जातीय विवाह गरेका 3 दम्पतिलाई समेत सम्मान गरिएको थियो। यसैगरी दलित समुदायको हक, अधिकार, प्रतिनिधित्व तथा सामाजिक रूपान्तरणमा पुर्याएको योगदानको कदर गर्दै जलजला गाउँपालिकाका पूर्व दलित निर्वाचित जनप्रतिनिधिहरूलाई पनि सम्मान गरिएको थियो। कार्यक्रममा वक्ताहरूले संविधानले परिकल्पना गरेको समानता, सामाजिक न्याय र विभेदमुक्त समाज निर्माणका लागि सबै तह र समुदायको साझा प्रयास अपरिहार्य रहेकोमा जोड दिएका थिए। जातीय विभेद र छुवाछुत अन्त्य गरौँ, समानता, सम्मान र सामाजिक सद्भावयुक्त समाज निर्माण गरौँ। बुद्धि परियार अध्यक्ष, नेपाल दलित सङ्घ, जलजला गाउँपालिका पर्वत।